गाइस वेलकम ब्याक टु माई च्यानल आइरहेको छ च्यानल हुन्छ म पनि एकदम फिट एन्ड फाइन छु म चाहिँ तपाईँ शान्तिले होला दिल्ली होला है अनि अहिले चाहिँ म छु भनेपछि काम गर्ने ठाउँमा छु र काम गर्ने ठाउँबाट पनि भल गरिरहेको छु आज चाहिँ बिहान गरौँला भने अहिले भएन कि फोहोर लागेको त्यो भएर अनि मैले काम गर्ने ठाउँ आएर भल गरेको छु र आजको भल चाहिँ हल्का राम्रो हुनेवाला छ है किनभने हाम्रो भाइहरू छन् भाइ त हो तर म भन्दा पनि माथि लम्बु छ है आउनेवाला छन् र भोलिबाट चाहिँ हाम्रो अहिले राम्रो कन्टेन्टवाला भिडियोहरू आउन सक्छ त्यसको लागि चाहिँ हेर्नको लागि के भन्छ त्यही हो है त्यसको लागि चाहिँ बस्नु होला धैर्यतापूर्वक है राम्रो राम्रो भलो गराउनेवाला छन् हाम्रो चाहिँ भाइ चाहिँ आउने त्यो गाडीमा त हिँडिसकेको आएर तर कट्न आएको मैले फोन चाहिँ गरेको छैन हिँड्ने बेला फोन गर्नु भएको गरेको थियो भाइले अहिले चाहिँ म यहाँ काम गर्ने ठाउँमा छु चुम्बीको बजार तर यहाँ यता झारी छ र म देख्नु मन लागेको कि यता चाहिँ हाम्रो त्यहाँ खालको ग्यारेज छ अघि यता हाम्रो पारि चाहिँ यहाँ कपडाहरू गद्दाहरू बनाउने किरानीहरू बनाउने ठाउँ छ म चाहिँ यता माथि मेरो काम गर्छु नि त्यो भएर म चाहिँ अहिले काम गरेर नै भलो गर्न लागेको कि नत्र बिहान गर्ने होइन म चाहिँ आज चाहिँ खाना पनि खाइसकेँ नि तपाईँहरूले खाना खाँदैन म अहिले भाइ पनि आइपुगिसकेका छन् उहाँ भाइले गीतै राख्ने आवाज हाल्ने मान्छे चाहिँ तर फोटो हाल्न जानेवाला छन् गएर चाहिँ फोटोसोटो हाल्नुपर्ने तपाईँ पनि होला नेक्स्ट है आफूभन्दा ठुलो अग्लो भएको भाइहरू मेरो भाइहरू आइसक्यो उहाँ धराएर जत्रो हुँदैछ कि के भन्ने अब त्यस्तो छ हालत म नबढे कि धेरै बढेर मभन्दा अग्लो भएन भाइ तपाईँको पनि होला नेक्स्ट भाइहरू कस्तो छ भाइभन्दा अग्लो भइदिएन कि भाइ पनि उनी गइसक्यो माथि हामी चाहिँ माथि एक दुई फोटो खिचेर हाने भनेर जान आँटेको छौँ गाइस अनि हामी चाहिँ फोटो खिच्नुभन्दा त माथि पनि आइपुग्यौँ तर यहाँ भाइले चाहिँ कस्तो पोस्ट खिच्ने भन्ने यिनीहरू थाहा छैन मलाई पनि थाहा छैन अनि मैले यो चस्मा लगाएर तपाईँहरूले नाटक पाएँ भन्नु होला म पहिलाको क्रिस्टियन भलो गर्छु सो सत्य देख्न सक्नुहुन्छ हाम्रो रुमबाट देख्ने भ्यू परिदिन देखाउने यहाँबाट त्यो मैले खलङ्गा भनिहालेँ ट्युसनबाट हुनुहुन्छ भने थाहा छ तपाईँहरूलाई सोलको एक जग्गा हेरिदिनु होला यता चाहिँ टोपी खसेको गाई चाहिँ यस्तो छ कि म ढङ्ग फेरि है यताको साइडबाट पनि देखाउँछु म अरे आर्मी सरहरू बस्नु भएको छ हेर्नुहुन्छ त यहाँ डर लाग्ने गरी यहाँ ल है अब हामी एक दुई फोटो खिच्छौँ भने त्यो फोटो तपाईँहरूले पनि देखाउँछु म अहिले चाहिँ हामी घुम्न आएको गई थियौँ भन्छु मान्छे मान्छेहरू भिडियो गर्न मन लाग्यो गाडी कसो यस्तो गर्ने हुनु परेको र अलिकति चाहिँ हामी घुमेर पनि यहाँ रुममा आइसक्यौँ रुमको पनि फेरि छतमा नै आइसक्यौँ किनभने अब भिडियो किन नगरेको भनेपछि कन्फिडेन्स चाहिँ हामीमा देखिहाल्नु भयो भिडियो गराएको अब मान्छेहरू यस्तो नराम्रो तरिकाले हेरिदिन्छन् कि त्यो भिडियो गर्न लाग्यो पनि त्यो गर्ने मन लाग्दैन क्या त्यो के गरिरहेको छु र मैले यसरी हेरेँ भन्ने टाइपको हुन्छ अनि उनीहरू त्यसरी हेरेर त्यो मनै मरिहाल्छ भिडियो गर्ने है त्यस कारणले अब त्यो भिडियोलाई चाहिँ म गर्न पाएन त्यसको लागि चाहिँ एकदम माथि जान्छु र अर्कोपल्ट चाहिँ कन्फिडेन्स बढाएर जाने कोसिस गर्नेछु म यहाँबाट गरिरहेको पारिबाट मान्छेहरूले हेरिदिइरहेको क्या त्यस्तो हुन्छ यस्तो नमजाले हेर्छन् फेरि खाइदिएला जस्तो गरेर हेर्छन् अनि त्यो भएर मैले नराम्रो गरेछु भन्ने टाइपको हुन्छ अनि त्यो भएर त्यो हाम्रो भाइले त हेरिरहेको छन् अब अरूलाई के भन्ने त्यो हुनाले अलि नरमाइलो हुन्छ नि त्यस कारणले म चाहिँ भिडियो चाहिँ गरेन र अर्कोपल्टको भिडियोमा भने म कन्फिडेन्स बढाएर न्यू भिडियो विथ न्यू ब्लगका साथमा तपाईँसँग भेटिनेछु र तपाईँ हाम्रो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर हाम्रो युट्युब फ्यामिलीले जोडिन सक्नुहुन्छ भने